जेनजी विद्रोह पश्चात नयाँ सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्कीले समेत आम नागरिकलाई निराश पार्ने गरी काम गरेको गुनासो हुन थालेको छ। आन्दोलनमा गगनभेदी नारा लाग्ने र सत्तामा पुग्नेहरूले भुइँमान्छेका मुद्दा र सुशासनको विषय सत्तामा पुगेपछि बिर्सने गरेको गुनासो लामो समयदेखिको हो। यसबीचमा धेरै पटक सरकार समीकरण परिवर्तन भए पनि सत्तामा हुनेहरूको प्रवृत्ति परिवर्तन नभएको लामो समयदेखिको हो। जेनजी विद्रोहमा समेत सुशासनका यस्तै गगनभेदी नारा लागेका थिए। यद्यपि अहिले पुनः उस्तै प्रवृत्ति दोहोरिएको गुनासो आम नागरिकको मात्र होइन, जेनजी अगुवाहरूले नै गर्न थालेका छन्। 27 भदौ 10 बजे राति राष्ट्रपति निवासमा शपथ लिएपछि प्रधानमन्त्री सुशीला कार्कीले भनेको एउटा वाक्य अहिले पनि जेनजी प्रतिनिधिले सम्झिरहेका छन्। उनले भने कि एकलाई कारबाही हुने बताएकी थिइन्। त्यस समय प्रधानमन्त्री कार्कीलाई साथ दिने केही निश्चित संख्यामा आन्दोलनका अगुवा पुगेका थिए। सरकारले 2 महिना पूरा गरिसकेको छ। धेरैको आशा र भरोसा गरेको सरकारका गतिविधिले बिस्तारै निराश बनाउँदै गएको टिप्पणी हुन थालेको छ। त्यो टिप्पणी गर्नेमा जेनजी अगुवाहरू नै अग्रपङ्क्तिमा देखिएपछि सरकारको गतिविधिमाथि थप शङ्का उब्जिएको छ। कार्की सरकारले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जाहेर गरे पनि अहिलेसम्म केही उपलब्धि नभएको टिप्पणी गर्ने गरेका छन्। बाहिर उठेका आवाज प्रधानमन्त्रीले नसुनेको गुनासो समेत उनीहरूको छ। उनीहरूले शहीदको रगतलाई लिएर घिनलाग्दो राजनीति नगरिदिन पनि आग्रह समेत गर्ने गरेका छन्। यता 10 मङ्सिरमा 3 प्रधानमन्त्री कार्यालयले सचिवालय सदस्य कटौती गरेको थियो, जसमा प्रदीप ग्यावाली, अरुण कटुवाल र आकृति घिमिरे छन्। उनीहरूले 23 भदौको आन्दोलन नातावाद र कृपावादको विरुद्ध भएको हुँदा प्रधानमन्त्री कार्यालयभित्र सचिवालयमा सदस्यहरू नियुक्त गर्दा उही नातावाद देखिएको र त्यसको विरोध गर्दा आफूलाई प्रतिशोध साधेर हटाएको उनीहरूले आरोप समेत लगाएका छन्। विभिन्न सामाजिक आन्दोलनमा सक्रिय तिनै युवाले यसअघि आफै स्वावलम्बी बनेको र जागिरको लोभमा नभई नागरिक सरकारलाई सफल बनाउन प्रधानमन्त्री कार्यालय गएको बताएका छन्। उनीहरूले समेत सरकार स्वार्थ समूहको चङ्गुलमा परेको गम्भीर आरोप लगाएका छन्। जेनजी आन्दोलनमा शहादत नवयुवाको भावना अनुसार सरकार अघि नबढेको उनीहरूको बुझाइ छ। यता अर्का नेता सुदन गुरुङ यो सरकार बनाउन आवश्यक पृष्ठभूमि तयार पार्ने जिम्मेवार पात्र मध्येका एक हुन्। उनले समेत सरकारका गतिविधिप्रति आक्रोशित देखिन्छन्। 23 भदौको आन्दोलनमा तत्कालीन सरकारको तर्फबाट शक्तिको दुरुपयोग गरी निहत्था नागरिकको ज्यान लिनेमाथि कारबाही गर्नुको सट्टा आफ्ना साथीहरू धमाधम पक्राउ गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका भेटिन्छन्। उनी सुशीला कार्की प्रधानमन्त्री भएको भोलिपल्टै प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्कीको राजीनामा माग्ने मध्येका एक हुन्। त्यस्तै जेनजी आन्दोलनका बेलामा सामाजिक सञ्जाल मार्फत सडकमा आउन आग्रह गर्ने अगुवा मिराज ढुङ्गाना कार्कीको राजीनामा मागिरहेका छन्। हाल यस्तै अवस्थामा निर्वाचन भए जेनजीको भावनामाथि कुठाराघात हुने उनको टिप्पणी छ। सरकारले आफ्नो म्यान्डेट विपरीत विभिन्न देशका राजदूतहरू फिर्ता गरिनु, महान्यायाधिवक्ता सविता भण्डारी गम्भीर प्रकृतिको घटनामा संलग्न हुँदा समेत बर्खास्त गर्न नसक्नु, गैर दलीय सरकार भने पनि कुलमान घिसिङले दल खोलिसक्दा सरकारमै राख्नु इत्यादिले जेनजी आन्दोलनको भावनामा ठेस पुर्याएको अधिकांशको बुझाइ छ। हाल गठन भएको सरकारको एउटै मात्र मुख्य काम 21 फागुनमा निर्वाचन गराउने थियो, तर जसको बलमा सरकार बनेको थियो तिनै व्यक्ति र समुदायका प्रतिनिधिले कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाइरहेका छन्।